गुड मर्निङ गाइस, फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो आजको यो भिडियोमा। अनि आज चाहिँ एकदम यहाँ हाम्रो सर भइहाल्नुहुन्छ है, अहिलेसम्म उठ्नु भएको छैन। सिलगढीको मौसम चाहिँ हेरिहाल्नुहोस् है, आज चाहिँ यस्तो भइरहेको छ, एकदम पानी परिरहेको छ होइन, शीतल भइरहेको छ। र म चाहिँ भर्खर उठेको, अब भर्खर उठेर चाहिँ घरहरू सनाक्सिनी गर्नुपर्ने अवस्था भइरहेको छ। अनि म चाहिँ एकदम खुसी भइरहेको छु, किनभने बिहान बिहानै चाहिँ आमाले नानी लगेर जानुभएको, नानीलाई काखमा सुताइराख्नु भएको छ। र म चाहिँ अब चिया बनाउनु आँटेको। यहाँ हेर्नु न, मेरो फोनमा क्यामेरा यस्तो पनि छ भनेर फर्स्ट टाइम चाल पाएको मैले। छ नि, सबैकोमा हुन्छ है। यो छ तपाईँको? योबाट सेटिङबाट मिलाउनु पर्दछ। अगाडि पनि देख्ने पछाडि पनि देख्ने। मलाई चाहिँ थाहा थिएन है साथीभाइ मेरो फोनमा यस्तो हुन्छ भनेर चाहिँ। मैले कहाँबाट कोटाएर चाहिँ। र म चाहिँ बनाउँदैछु चिया। अनि मेरो आमाले चाहिँ खानु हुने नुनको, र म चाहिँ खाने चिनीको, अनि मेरो बुढाले पनि खाने हुने अरे चिनीको। मलाई चाहिँ दामी चिया बनाउनु चाहिँ आउँदैन, तर पनि म बनाउँदैछु। मेरो काम नै के छ र, काम नै के छ र, मेरो काम के छ? चाय चाय, गरम चाय चाय चाय, गरम चाय चाय। कस्तो बनायो? चाखेर भनिहाल्नुहोस् कस्तो छ। म त चिया बनाउनु जान्दिनँ, तपाईँलाई थाहै छ। ठिक छ, दामी चाय चाय, गरम चाय 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 चाय। उठ्नु हाल्नुहोस्, उठिहाल्नुहोस्, छिटो 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 छिटो। नितेशको बिहा गर्ने दिन तुम आइरहेको छस् नि, पठाइदिएको छु। को नितेश चाहिँ? वाल्मिकी नितेश। ए माथि नितेश दादाले बिहा गरेछ? 19 तारिक रहेछ बिहा। ए अँ, तिमी त पठाइरहेको छ वाट्सएपमा। कता हिँडेको बिजुली बालेर हात समाए, म त हेरेको म चाहिँ सुन्दर मौसमलाई हेर्दै चिया खाने। अब क्या दाम भइरहेको छ, हेर्नुहोस् न वेदर। खाइदियो हो, र त्यही कारण रिसाउँदैछ। के भन्नुहुन्छ? सो कप्टी, मैले बिस्कुट खान्छ भनेर याद भइ सबै हेर्नु चियामा हालेछ है। यस्तो त छ नि, हेर्नुहोस् त साथीभाइ हो, डल्लै हत्तालिँदै बिस्कुट हालेछ हौ चियामा। घर हेर, आम्मा चेलेले सानासानी पारिहाल्नु नि त छिटो। र गाइस, मेरो चाहिँ अब खानासाना सबै रेडी भइसकिसक्यो। यो चाहिँ मेरो खाना हो, खोले। यो चाहिँ आमा र मेरो बुढालाई बनाइदिएको। यो चाहिँ चपहरू मैले बनाएको, मलाई खानु मन लागेर सादा। अब चाहिँ हामी, ऊ चाहिँ मेरो बुढाले चाहिँ ड्राइभिङ गर्दैछ, ड्राइभरै हो, ड्राइभिङ गर्दैछ। तर यो चाहिँ मेरो पो दामी देखे त खाना त, यो भन्दा पनि दामी खाना त मेरो पो देखे त। कसले भन्छ यो खोले भनेर कि? यो भोक भने चाहिँ नराख्नु नि है, काम गरेर भने चाहिँ। खाएन भयो मिठो भयो। सब्जी खाने हिजो थियो त, मैले खाएँ। होइन पुग्छ। ए मलाई खाना भने खाँदा हुन्छ। खाना र
र मैले चाहिँ खाना खाइसकिसकेँ। अन्त आजको दिन चाहिँ यसरी नै बित्यो। उठ्यो, पकायो, खायो, अब सुत्यो। मैले बनाएको चप चाहिँ यस्तो दामी भएको छ है। कस्तो भएछ चप? आलु चप पनि छ मेरो अर्जिनल फिनिस्ड। मेरो चाहिँ छ थ्याङ्क यू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा। प्लिज नबिर्सिकन तपाईँहरू मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् अनि फलो गर्न नभुल्नुहोस् र सेयर पनि गरिदिनुहोस् है। बाई बाई साथीहरू, म चाहिँ ड्याम्मै भयो अगाए।